फेरि पनि मैले हाम्रो पटुरको भिडियो लिएर आएको छु। हिजो तपाईहरुलाई देखाएको थिएँ, त्योमा अलिकति केटाहरु सफाई गरेका थिएन। आज नुहाइदिएर चिटिक्क पारेर राखेको छु। एउटा तल बसिरहेछ, एउटा माथि छ। आज केटाहरु खुसी छन्। नुहाइदिएको, चट्ट पारिदिएको। माथिको अम्मर्यो, तलको डम्मर्यो। त्यसलाई आज मैले खरबुजा दिएको छु। यस्तो खरबुजा दिँदा राम्रो हो कि नराम्रो हो के हो, यसलाई के खाना दिनुपर्छ यसो लाइक सुझाव सल्लाह दिनु होला साथीहरु। आज यिनीहरु रिसाहन्, किन रिसाहन्, खुसी छैनन् केटाहरु।